सर्लाही जिल्ला हो यो। अब यहाँबाट सर्लाहीबाट यो भरतताल जाने बाटोमा देखाइरहेको सजिलो मेन रोड हो। यता काँकरभिटा जान्छ एकैचोटि, यता गढाचोक पञ्चपुर महाकाल, यताबाट सिधै एकैचोटि तपाईँको गइहाल्छ त्यही भरतताल। सिधै जान्छ, पुरा पिचै पिच छ सिधै। बागमती नपा 12 पर्छ यो सर्लाहीमा। सिधै पिचै पिच छ तपाईँको भरतताल पुग्छ। यो सिधै गएपछि तपाईँको एकैचोटि इन्डिया बोर्डर पुग्छ सोल्टी भएर, अनि उता एकैचोटि मधुबनी जिरात भएर सिधै पुग्छ। सब सर्लाही भयो। हेर्नुहोस् तपाईँको बच्चा बुच्ची सिधै सर्लाही। महेन्द्र राजमार्गबाट आउने बाटो देखाइदिरहेको छु। अब आएको मान्छेलाई त ठिकै छ, नदेखेको मान्छेलाई यही बाटो सिधै आएपछि तपाईँको भरतताल नै पुग्छ। अनि सिधै यता गएपछि उता इन्डिया बोर्डर पुग्छ। जिरात हुँदै सोल्टी जिरात हुँदै तपाईँको उता मन लाग्यो भने बरहाटमा पनि हुँदै एकैचोटि इन्डिया पुग्छ। मन लागेन भने अब यही बाटो सिधै जाने। अहिले त बाटो गली गलीमा बनाइदिएछ, पिचै छ त पुरै चारैतिर पिचै छ पुरै चारैतिर पिच छ। त्यो बाटो छ यहाँ। अब यो बाटो उता गएपछि सिधै बागमती टोल उताको करमहिया टोलमा पुग्छ। उताबाट पनि जान्छ, तर यताबाट सजिलो छ। यताबाट सिधै त्यही निस्किन्छ। उताबाट फेरि घुमेर आउनुपर्छ यही बाटोमा। अब यताबाट सिधै त्यही निस्किन्छ। सिधै भरतपुर जाने, भरतताल जाने बाटो निस्किहाल्छ सिधै। हेर्नु न तपाईँको मकै खेती त साफ हरियो हराभरा छ। यस्तो पत्थरको टाइममा पनि पुरा हराभरा छ। त पहिला यो सब चौकीतिर हेर्नु धमाधम घरै पर्छ। हेर्नुहोस् कति सफाइ सुग्घर छ, साफ पुरा साफ छ। चल्दैछ रेलवे लाइनको रेलवे लाइनवाला छ। यही अब दुईवटा उ छ जाने। उताबाट सिधै करमहिया पुग्छ यो बाटो। पानी को भएछ, पानी भएछ। हिजो मेघ परेको थियो, पानी पुरै पानी। बाइकहरू जाँदैछ, सब भरतताल जाँदैछ, सबै भरतताल जाँदैछ। यो सिधै गएपछि एकैचोटि त्यही मधुबनी पुग्छ, इन्डिया बोर्डर ठेङ्गै पुग्छ।
यो बाटो भयो भरतताल जाने उता गएपछि सिधै इन्डिया बोर्डर पुग्छ भरतताल जाने यो टेम्पू जाँदैछ अगाडि 3टा बाइक छ अब भरतताल पुरै पिच छ आउनुहोस् हजुरहरू पनि यसो आएपछि यहाँको पहाडको पनि नजारा हेर्नुहोस् उता पहाडै पहाड छ के छैन आउनुहोस् एकचोटि डुल्न नेपालको मानव निर्मित ताल पुरा आएपछि यहाँ स्टिमरमा चढेपछि बोटिङ गरेपछि तपाईँको थाइल्यान्डको मजा यही हुन्छ पटाया बिचको यो पनि मान्नुहोस् नेपालको बिचै हो यो पुरै बिचेज एरिया नै हो कति सहुलियत छ शानदार छ हेर्नुहोस् तपाईँको अस्ति त घुइँचो लाग्थ्यो यहाँ अहिले छैन मान्छे त्यति आएको बेलुकातिर अलि आउँछ भोलि शनिबार छ शनिबार त सहुलियत हुन्छ तपाईँको हेर्नुहोस् त कति सहुलियत छ बाइकवाला पनि पुरै हेर्नुहोस् तपाईँ सहुलियत छ अहिले स्टिमर चलाएको छैन पेसेन्जरै छैन होला यहाँ त पुरै घुइँचो लाग्छ हेर्न पनि सहुलियत हुन्छ सब भरतताल फोटो खिच्दैछ मान्छेहरू आफ्नै दुनियाँमा के चाहियो म त पहिला पनि अब यो भरततालको पुरा यो बाटो आएको थियो यो बाटोबाट आएको थिएन यो सरलाई रौतहटबाट आएको पुरै एउटा भिडियो छ त्यो युट्युबमा हेर्नु होला हजुरहरू फोटोग्राफर रामबाबु चौधरी युट्युब खोल्नुहोस् अनि पुरै यसको पुरै परिक्रमाको देखाएको छु आज पनि देखाइहाल्छु बाटो यही हो सधैँ अब यता बनेपछि यो पारिवाला झन् सहुलियत हुन्छ हुँदैछ अझ हुँदैछ यो भएपछि त झन् सहुलियत हुँदैछ तयारी आउनुहोस् हजुरहरू यहाँ त घुम्ने ठाउँ धेरै छ रौथर र सर्लाही धेरै छ घुम्ने ठाउँ थर महादेवको दर्शन गर्नुहोस् राई बाबाको दर्शन गर्नुहोस् यता सर्लाहीतिर तपाईँको उता पहाडतिर गएर हरियोनबाट सिधै उता लाग्छ पहाडतिर गएर उता वनवाटिका छ त्यसमा हजुरहरू वनवाटिकामा अवलोकन गर्नुहोस् ल हेर्नुहोस् पुरै फ्यामिली आएछ यहाँ पुरै बाइक फ्यामिलीले लिएर पुरा घुमाउँदैछ यहाँ त मनोरञ्जन हुन्छ त्यहीँ अगाडि गएपछि तपाईँको त्यो वनवाटिकामा डुलिसकेपछि त्यो अगाडि कैलाशनाथजीको दर्शन गर्नुहोस् मन्दिर छ पहाडको खेतीमा त्यहाँ झुलुङ्गे पुल छ त्यहाँ फोटो सोटो खिच्नुहोस् त्यहाँ पनि रौथर र सर्लाही यहाँ आएपछि भरतताल आएपछि हजुरहरू खालि यही मात्र नहेर्नुहोस् यहाँको वरिपरि भएको डेस्टिनेसनहरू हजुर कम्तीमा 50वटा डेस्टिनेसन छ अब थाहा छैन भने यहाँको मान्छेसँग सोध्नुहोस् पुरानो ठाउँको अवलोकन गर्नुहोस् तपाईँ स्तुपा हेर्नुहोस् त्यहाँ कत्रो ठुलो बनेको छ यो स्तुपाको परिक्रमा गर्नुहोस् त्यहाँ स्तुपा पुरा काठमाडौँको बौद्ध स्तुपा छ नि त्यही फिल हुन्छ यहाँ गएर पुरै चारैतिर परिक्रमा गर्नुहोस् त्यो स्तुपामा पुरा शान्ति आउँछ शान्ति यति सहुलियत छ यो वरिपरि तपाईँको 20 किलो वरिपरि
मान्नुहोस् न 20 किलोमिटर वरिपरि धेरै छ घुम्ने ठाउँ। तपाईँ रौतहट जिल्लामै जानुहोस्, उतातिर घुम्नुहोस्, यता सर्लाहीको लालबन्दीदेखि माथि पनि जानुहोस्, उता जलेश्वर महादेव गएर डुलेर आउनु, त्यो पनि पहाडबाट जलेश्वर जल त्यहाँबाट पुरा पहिलाको जमानामा बनेको थिएन यो नहरहरू, त्यही पानीद्वारा पुरै सिँचाइ हुन्थ्यो, पुरै खेती सब पैनीद्वारा। त्यहाँ गएर जलेश्वर महादेवको दर्शन गर्नुहोस्। यिनीहरू रौतहटमा आउनुहोस्, गैँडाटारतिर घुम्नुहोस् हजुरहरू, त्यहाँको भ्यू टावरहरू चढ्नुहोस्। एउटा लालबन्दीको उताभित्र जुन भन्यो हजुरलाई, त्यो जलेश्वर महादेवको उता अलिक पूर्वपट्टि भ्यू टावर ठुलै बनाएको छ, त्यहाँ गएर हजुरहरू अवलोकन गर्नुहोस्। यो आएपछि मात्रै भरतालमा नघुम्नुहोस्, यहाँको वरिपरिको पुरै मजा लिन्छ। अब यो हेर्नुहोस्, यो वन बाटका नै घुम्नेवाला पुरै वन, अनि यो ठुल्ठुलो रुख भएपछि यसको छहारीमा बसेर तपाईँ शीतलताको प्रदान गर्नुहोस्। के चाहिँ र यो शीतलताको लागि एउटा रुख पनि ठुलो, यो सिम्बल काटेको छैन हेर्नुहोस् तपाईँको बिचमा सिम्बल यही शीतलताको लागि। पछि त यसको भविष्य ठुलो छ। सर्लाही र यो रौतहट जिल्लाको बोर्डर छ, यता उता रौतहट पऱ्यो, यता सब सर्लाही, यही बागमती खोला उता रौतहट, यता सब सर्लाही, यता सब रौतहट बागमती खोला पानी। यो भवन बनिरहेछ, यो पनि बनिसकेपछि यहीँबाट भ्यू हेर्नुहोस् पुरै। भन्दा अब हेरौँ, सब पैसै हो गर्दा अब कतिको कहिले हुने हो तयारी, तर हुन्छ, भइहाल्छ। यही छ, यति पिच भएको छ यहाँबाट त। अस्ति यो पानी थुप्रै आयो नि त, यो बर्सातको बेलामा पुरै टुटाएको थियो, यसले पुरै बगाइसकेको थियो, यतैबाट पानी निस्केको थियो। यो अब फेरि थुनिदियो, यता पुरा बागमती खोला। ए आउनुहोस् हजुरहरू, वरिपरि यही छु, यहीँ अगाडि गएपछि 3 किलोमिटर उतातिर रौतहटमै चन्द्रपुर नगरपालिका 1 मा तपाईँको झरना छ, बुढा झरना, त्यहाँ गएर अब नुहाउनुहोस्, मजा लिनुहोस् बुढा झरनाको। झरना त सानै छ, तर तपाईँको मजा आउँछ त्यहाँ नुहाउनु। तपाईँको कोसी जस्तो ठुलो त छैन, बुढी झरना जस्तो कोसी टापु जस्तो तर सानै भयो नि तपाईँको मजा आउँछ। गएर हजुरहरू त्यहाँ पनि अवलोकन गर्नुहोस्, भ्रमण यहीँबाट गाडीबाट सिधै लाग्छ। हेर्नुहोस् मजाले मान्छेहरूलाई, घोडा छ, उठ पनि छ, उठ त आएको छैन जस्तो छ आज, तर उठ पनि छ, घोडा यिनीहरू सब गइरहेछ बोटिङमा। हेर्नु स्टिमर, पुरै स्टिमर छ, हेर्नुहोस् कतिको छ पुरै छ, के चाहियो पुरै स्टिमर छ, सफा हेर्नुहोस् कति साफ, के चाहियो। ए आउनुहोस् हजुरहरू पनि, यहाँ त घुइँचो लाग्छ, भोलि हेर्नु सब कतिको घुइँचो हुन्छ। यहाँ प्रवेश निषेध भनेको छ, जान मिल्दैन अब यहाँबाट, रोकिदियो प्रवेश निषेध भनेको छ ल, केही छैन। उता त देखाएकै छ कतिचोटि, हजुरहरू हेर्नुभएकै छ। यहीँबाट हेर्नुहोस्, यहाँबाट सब ल। यहाँ के लेखेको छ हेर्नुहोस्, तपाईँ सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ ल।
You are under CCTV. सर्भलेन्स पाकेटमारदेखि सावधान ल यो सब याद गर्नुहोस् यहाँ आएपछि भिड भएको बेलामा यस्तो अब भिड नभएको बेलामा त के पाकेटमार त्यही पनि यसो ठग्ने मान्छे हुन्छ नि त त्योदेखि सावधान बनाइन्छ हस् त थ्याङ्क यू भेरी मच नमस्ते अब लागौँ यताबाट भित्र प्रवेश निषेध छ यताबाट लागौँ माथि गएर उतैबाट उता लाग्ने ल यहाँ छ उतातिर बताएको छ सोच्दा ल हेर्नुहोस् न अहिले पनि गाडी कति भिड भएको बेलामा त पुरैको पार्किङै भर्छ तै पनि गाडी हेर्नुहोस् कतिवटा छ 1 2 3 4 5 6 7 8 9 10 11 12 13वटा गाडी छ एउटा तल 14वटा गाडीमा नभए नि अझ यहाँ गाडीमा बाइकमा आएर मिलाएर तपाईँको होला कति ल पुरा आएछ तपाईँको भन्नुहुन्छ भने त्यो बुढा छर्ना यहीँबाट जान्छ यहाँबाट सिधै उता योबाट पुल भएर सिधै 3 किलोमिटर उपर यो जङ्गलभित्र गएपछि तपाईँ त्यो बुढा छर्नामा पुग्छ 3 किलोमिटर मात्रै अनि उता एकैचोटि निस्किनु छ भने एकैचोटि रौतहट जिल्लाको वीरेन्द्र राजमार्गमा निस्किहाल्नुहोस् ल सैलानी अहिले पनि आइहाल्नुहोस् के चाहियो ट्रक जाँदैछ नि यो ट्रक त्यही बाटो सिधै बुढा झर्ना यहाँ अवलोकन गरिसकेपछि यहाँको एक्टिभिटीहरू परतालको गरिसकेपछि तपाईँ त्यहाँ जाँदा हुन्छ बुढा झर्ना अनि त्यसको यता सिधै जुन छ यो बाटो सिधै गएपछि तपाईँको उता पारी नुनथर महादेव छ उता नि दर्शन गर्दा हुन्छ लाग्नु सधैँ आइरहन्छ एकचोटि देखाइहाल्छ ऊ हेर्नुहोस् भन्नुहुन्छ रहेछ के चाहियो हेर्नुभयो नि यतिमा यहाँ पनि मान्छे भिड भएको बेलामा त पुरै लाग्छ आउनुहोस् हजुरहरू पनि पुरा रमाइलो हुन्छ हेर्नु बच्चाबच्ची लिएर बाइकमा आउँदैछ मान्छे कतिको आउँछ मान्छे सधैँ आइरहन्छ आउनुहोस् आज देखाएको सर्लाहीबाट कसरी आउँछ भनेर हजुरलाई यो मध्य प्रदेशमा पर्छ सर्लाही जिल्लाबाट यताबाट सिधै आइन्छ स्कर्पियो गइरहेको छ यो सर्लाहीबाटै जान्छ पुरा नेपालकै मान्छेहरू आउँछ नेपाल के इन्डियाको मान्छे थुप्रै आउँछ यहाँ बर्गिनियादेखि उता बिहार राज्यको सबभन्दा बढी बिहार राज्यको मान्छे आउँछ ल
एक फनको मारिसक्यो पुरा भरताल घुमाइसक्यो एक फनको तपाईँले पुरै भरताल घुमिसक्नु एक फनको घुमाइ एकचोटि सिधै सर्लाही अघि आएको ठाउँ यो सिधै त्यही निस्किन्छ एकचोटि अब स्टिमरको नि फोटो लिइहालौँ त्यसैले रोकिदियो कति मजा आउँदो रहेछ हेर्नुहोस् मान्छेहरू ए आउनुहोस् हजुरहरू यहाँको मजा त छुट्टै हुन्छ हामी त यहाँ सधैँ अब छिमेकमै हो यही बाटो हो जहिले पनि हामी त्यसमा चढ्नको लागि 250 हो सानोमा चढ्यो भने अलिक बढी लाग्छ हेरी छ कुनमा चढ्नुहुन्छ अहिले डिजलको दाम नि बढाएको छ बढाइसक्यो होला अहिले त दाम पनि सोधेको छैन कति छ तपाईँ आएर हेरेर अब कुनमा चढ्नुहुन्छ त्यही अनुसार चढ्नु होला आएर तर आएर यहाँको 7-8 वटा एक्टिभिटी हो सबै गर्नुहोस् साइक्लिङ गर्नुहोस् हजुर त्यहाँ माथि उठ सवारी गर्नुहोस् घोडा सवारी गर्नुहोस् टोय ट्रेनमा चढ्नुहोस् यो पिङ खेल्नुहोस् स्टिमरमा चढ्नु पानीवाला बाइक छ त्यो हाँक्नुहोस् सानो बोटमा चढ्नुहोस् सब छ एक्टिभिटी अब वरिपरि चारैतिर घुम्नुहोस् भनेकै छु म 20 किलोमिटर वरिपरि थुप्रै थोक छ यहाँ एक दिनमा पनि घुम्न सक्दैन 2 दिन जति लाग्छ 10-10 मिनट टाइम दिएपछि ऊ सानो पनि अब स्टार्ट हुनेवाला छ उता हस् त थ्याङ्क यू भेरी मच नमस्ते हस् रौतहट र सर्लाहीको बिचमा यो जोइन्ट ल मान्न यो सब त सर्लाही नै हो तर रौतहटबाट नि नजिक छ केही छैन जताबाट आए नि हुन्छ हेर्नुहोस् यहाँ क्यामराम्यान सब आफ्नै दुनियाँमा हुन्छ हस् त